प्रभु येशू ख्रिस्टका प्रिय भक्तजनहरू, आजको बाइबल अध्ययनमा स्वागत छ। आज हामी मत्तीको पुस्तकको केही महत्त्वपूर्ण पृष्ठभूमि सिक्नेछौँ। म मत्तीको सुसमाचारको प्रत्येक अध्याय संक्षेपमा अध्ययन गर्नेछु, जसले हामीलाई भविष्यमा यो पुस्तकको प्रत्येक अध्याय बुझ्न सहयोग गर्नेछ। अब हृदयको गहिरो कृतज्ञतासहितको प्रार्थनाबाट प्रारम्भ गरौँ। स्वर्गीय पिता, सर्वशक्तिमान परमेश्वर, हामी श्रद्धा र नम्रतासहित तिमीमाझ आउँदछौँ जब हामी मत्तीको सुसमाचारको यात्रामा अग्रसर हुन्छौँ। हामी स्वीकार गर्दछौँ कि तिम्रो वचन जीवित र सक्रिय छ, दुईधारे तरबारभन्दा पनि तीखो छ, सत्य प्रकट गर्ने र हृदयहरू परिवर्तन गर्ने शक्ति राख्दछ। हाम्रो मनलाई तिम्रो बुद्धिको गहिराई बुझ्न खोलिदेऊ र हाम्रो हृदयलाई तिमीले नियुक्त गर्नुभएको सन्देश ग्रहण गर्न कोमल बनाइदेऊ। जब हामी येशू ख्रिस्टको जीवन, सेवकाई र शिक्षाहरू अध्ययन गर्दछौँ, पवित्र आत्माले हाम्रो मार्ग उज्यालो पारुन्, हामीलाई हाम्रो मुक्तिदातासँग अझ गहिरो सम्बन्धमा डोर्याओस्। यो अध्ययन केवल ज्ञान प्राप्त गर्ने साधन मात्र नहोस्, बरु यस्तो पवित्र भेटघाट बनोस् जसले हाम्रो विश्वासलाई दृढ बनाओस्, हाम्रो प्रेमलाई गहिरो बनाओस् र हामीलाई तिम्रो इच्छामा आज्ञाकारी जीवन बिताउन प्रेरित गरोस्। हामी आफूलाई पूर्ण रूपमा तिमीलाई समर्पण गर्दछौँ, प्रार्थना गर्दछौँ कि यो सुसमाचार मार्फत हामी ख्रिस्टलाई अझ स्पष्ट रूपमा देख्न सकौँ, उहाँलाई अझ गहिरो प्रेम गर्न सकौँ र उहाँको निकटतामा जीवन बिताउन सकौँ। हाम्रो प्रभु र मुक्तिदाता येशू ख्रिस्टको नाममा हामी प्रार्थना गर्दछौँ। आमेन। मत्तीको सुसमाचार कुनै साधारण ऐतिहासिक अभिलेख होइन, यो एक दिव्य ग्रन्थ हो जसले कहिल्यै नसुनिएको महानतम कथा प्रकट गर्दछ। तीव्र राजनीतिक अशान्तिको समयमा बाँच्नु परेको कल्पना गर्नुहोस्, जहाँ उत्पीडित मानिसहरू प्रतिज्ञा गरिएका मुक्तिदाताको पर्खाइमा छन्, जहाँ धार्मिक अगुवाहरू परम्परालाई कठोर रूपमा समातिरहेका छन् र जहाँ चमत्कारहरू गर्न सक्ने एक रहस्यमय शिक्षकको चर्चा फैलिन थालेको छ। यस्तै परिवेशमा येशू नासरी प्रकट हुनुहुन्छ, जसको वचनले आँधीहुरीलाई आज्ञा दिन्छ, जसको स्पर्शले टुटेका मनहरूलाई पुनर्स्थापित गर्छ र जसको अस्तित्वले मानव अधिकारको जगलाई चुनौती दिन्छ। तर उहाँ वास्तवमा को हुनुहुन्छ? उहाँ प्रतिज्ञा गरिएका मसीह हुनुहुन्छ वा केवल एउटा अर्को क्रान्तिकारी व्यक्ति जसलाई समयसँगै बिर्सिनेछ? पूर्व कर सङ्कलक तर पछि येशूका चेला बनेका मत्तीले उच्च दृढता, स्पष्ट उद्देश्य र अद्वितीय विवरणसहित लेख्नु भएको छ, जसले येशूलाई प्राचीन भविष्यवाणीहरूको पूर्ति, इस्राएलका कानुनी राजा र संसारका मुक्तिदाता भनेर पुष्टि गर्दछ। जब हामी यस सुसमाचारको यात्रामा अघि बढ्छौँ, प्रत्येक अध्यायले दिव्य सत्यको अर्को तह खोल्छ, त्यस्तो सत्य जसले पहिलो शताब्दीको संसारलाई हल्लाइदियो र जुन सत्यले हरेक पुस्ताबाट उत्तर माग्न जारी राख्दछ। मत्तीको सुसमाचार नयाँ करारको एक महान कोलोन स्तम्भको रूपमा उभिएको छ, जसले येशू ख्रिस्टको जीवन, सेवकाई, मृत्यु र पुनरुत्थानलाई अद्वितीय गहिराई र स्पष्टतासहित प्रकाशित गर्दछ। नयाँ करारको पहिलो पुस्तकको रूपमा यसले पुरानो र नयाँ करार बीचको पुलको काम गर्छ, इस्राएललाई गरिएको प्रतिज्ञाहरूलाई ख्रिस्टमा पूर्ति भएको रूपमा देखाउँछ। यो सुसमाचार व्यवस्थित रूपमा संरचित र गहिरो धार्मिक सिद्धान्तले भरिएको, मुक्तिदाताको शिक्षाहरू, अद्भुत कार्यहरू र उद्धार गर्ने कामको विस्तृत विवरण दिन्छ, जसले विश्वास गर्नेहरूलाई स्वर्गको राज्य र परमेश्वरको धार्मिकताको आधारभूत बुझाइ प्रदान गर्दछ। यस गहन सुसमाचारको केन्द्रमा यसको लेखक मत्ती हुनुहुन्छ, जसलाई लेवी पनि भनिन्थ्यो। मत्ती कर सङ्कलक थिए, जुन यहुदीहरू माझ अत्यधिक घृणित पेशा थियो, किनभने यसलाई रोमी दमन र शोषणसँग जोडिएको मानिन्थ्यो। कर सङ्कलकहरू आफ्नै दाजुभाइहरूको शोषण गरी व्यक्तिगत रूपमा धनी बन्ने व्यक्तिहरू ठानिन्थे, जसका कारण उनीहरूलाई विश्वासघाती मानिन्थ्यो। तर यसै तुच्छ अवस्थामा रहँदा येशूले मत्तीलाई बोलाउनु भयो। उहाँसँग भएको भेटघाट जीवन परिवर्तन गर्ने थियो। जब येशू उहाँको कर सङ्कलन स्थल हुँदै जानुहुन्थ्यो, उहाँले एक मात्र तर शक्तिशाली वचन भन्नुभयो, मेरो पछि लाग। कुनै पनि हिचकिचाहट बिना मत्तीले आफ्नो अघिल्लो जीवन त्यागे, सम्पत्ति र सुरक्षालाई छोडी चेलापनको आह्वानलाई स्वीकार गरे। उहाँको परिवर्तनले ख्रिस्टको अनुग्रहलाई देखाउँछ, जसले अयोग्यहरूलाई बोलाउनुहुन्छ र तिनीहरूलाई दिव्य उद्देश्यका पात्र बनाउनुहुन्छ। उहाँको बोलावटपछि मत्ती 12 जना प्रेरितहरूमध्ये एक बन्नुभयो, जसलाई सुसमाचार प्रचार गर्न र प्रारम्भिक मण्डली स्थापना गर्न जिम्मेवारी दिइयो। नयाँ करारले उहाँको पुनरुत्थानपछिको सेवाकाईको विस्तृत विवरण दिँदैन, तर परम्परा अनुसार उहाँले इथियोपिया र पर्सिया लगायतका विभिन्न क्षेत्रहरूमा प्रचार गर्नुभएको थियो।
उहाँद्वारा लेखिएको सुसमाचार परमेश्वरको प्रेरणाद्वारा रचित उहाँको विशिष्ट पृष्ठभूमिलाई प्रतिबिम्बित गर्दछ। कर संकलकका रूपमा मत्ती अति व्यवस्थित र तथ्याङ्क सुरक्षित राख्ने व्यक्ति हुनुहुन्थ्यो, जुन गुण उहाँको सुसमाचारको संरचना र विवरणमा प्रष्ट देखिन्छ। अझ महत्त्वपूर्ण कुरा, उहाँको यहुदी विरासत र हिब्रू धर्मग्रन्थहरूको गहिरो बुझाइले उहाँलाई एक यस्तो सुसमाचार लेख्ने अनुमति दियो जसमा पुरानो करारका भविष्यवाणीहरूको उल्लेख प्रशस्त छ, जसले येशूलाई प्रतिज्ञा गरिएको मुक्तिदाताको रूपमा प्रस्तुत गर्दछ। मत्तीको सुसमाचारको ऐतिहासिक पृष्ठभूमि यसको सन्देश बुझ्न महत्त्वपूर्ण छ। यो यहुदी जातिका लागि ठूलो अशान्तिको समयमा लेखिएको थियो, सम्भवतः ईसा 50 देखि 70 को बीचमा। रोमीहरूले ईसा 70 मा यरुशलेम ध्वस्त पार्ने ठूलो घटना नजिकै थियो, जसले यहुदी पहिचान र धार्मिक अभ्यासलाई पुनः परिभाषित गरिदियो। यहुदीहरू र ख्रिस्टियन आन्दोलन बीचको तनाव बढ्दै गइरहेको थियो, जसमा ख्रिस्टका अनुयायीहरू तीव्र सतावटको सामना गर्दै थिए। मत्तीको सुसमाचारले यी चुनौतीहरूलाई सम्बोधन गर्दछ, येशूलाई केवल प्रतिज्ञा गरिएको मुक्तिदाता मात्र नभई एक सशक्त शिक्षक र राजा रूपमा प्रस्तुत गर्छ, जसले नयाँ करार स्थापना गर्नुभयो, इस्राएलभन्दा बाहिरसम्म उद्धारको मार्ग खोल्नुभयो। मत्तीको प्रारम्भिक पाठकवर्ग मुख्य रूपमा यहुदी विश्वास गर्नेहरू थिए, जसलाई येशू नै पुरानो करारका भविष्यवाणीहरूको पूर्ति हो भन्ने विश्वास आवश्यक थियो। यो सुसमाचारभरि मत्तीले पटक पटक यसै कारणले पूर्ति भयो भन्ने वाक्यांश प्रयोग गर्नुहुन्छ, जसले ख्रिस्टको जीवन र सेवकाईलाई भविष्यवाणी गरिएका धर्मग्रन्थसँग जोड्दछ। यसरी उहाँले प्रमाणित गर्नुहुन्छ कि येशू दाउदको वंशका प्रतिज्ञा गरिएका राजा हुनुहुन्छ, साँचो इस्राएल हुनुहुन्छ र मूसालाई पार गर्ने सर्वोच्च विधिवक्ता हुनुहुन्छ। त्यस्तै उहाँको सुसमाचारले गैर-यहुदीहरूलाई पनि निमन्त्रणा दिन्छ, जसले देखाउँछ कि स्वर्गको राज्य सबै विश्वासीहरूका लागि हो। मत्तीको सुसमाचार प्रत्येक अध्यायमा गूढ धार्मिक गहिराई बोकेको छ। यसका 28 अध्यायहरूले ख्रिस्ट र उहाँको राज्य सम्बन्धी सत्यहरू उद्घाटन गर्छन्। तल मत्तीको सुसमाचारको धार्मिक अर्थ अध्याय दर अध्याय वर्णन गरिएको छ। पहिलो अध्यायले येशूको दिव्य र राजकीय वंशावली स्थापित गर्छ। यो उहाँको कुल वंशलाई अब्राहमदेखि दाउदसम्म, त्यसपछि युसुफसम्म अनुगमन गर्छ। युसुफ उहाँको पार्थिव अभिभावक थिए। यो वंशावलीले येशूको मसीह हुनका लागि अधिकार दर्शाउँछ। उहाँले इस्राएलसँगको परमेश्वरको वाचा पूरा गर्नुभयो। यस अध्यायले कुमारीकै गर्भबाट जन्मको उल्लेख गर्छ। यसले येशूको दिव्य स्वरूपलाई इम्मानुएल, परमेश्वर हामीसँग, मत्ती 1:23 भनेर विशेष रूपमा दर्शाउँछ। मत्तीको वंशावली लुकारूढी भन्दा भिन्न छ। यसले येशूलाई दाउदको कानूनी उत्तराधिकारीका रूपमा प्रस्तुत गर्छ, जसले उहाँका मसीही दाबीहरूलाई उजागर गर्छ। दोस्रो अध्यायमा मत्तीले पूर्वीय विद्वानहरूको, मागीहरूको आगमन देखाउँछन्। यी गैर यहुदीहरूले नवजात राजा चिने। यसले ख्रिस्टको सार्वभौमिक मिसनको संकेत गर्छ। यस अध्यायले हेरोदको येशूलाई मार्ने प्रयास समेत वर्णन गर्छ। यो फिरौनको मूसालाई विरोध गरेको घटनासँग मेल खान्छ। यसले येशूलाई अझ महान मुक्तिदाता रूपमा स्थापित गर्छ। मिस्रतर्फ पलायन र नासरत फर्किनु भविष्यवाणीको पूर्ति हो। यसले येशूलाई मिस्रबाट बोलाइएको साँचो पुत्र प्रमाणित गर्छ। यो होसे 11:1 अनुसार हुन्छ। तेस्रो अध्यायले बप्तिस्मा दिने यूहन्ना परिचय गराउँछ। उहाँ ख्रिस्टका अग्रदूत हुनुहुन्छ, जसले पश्चातापको प्रचार गर्नुभयो। उहाँले स्वर्गको राज्यको मार्ग तयार पार्नुभयो। येशूको बप्तिस्माले उहाँको सार्वजनिक सेवाको आरम्भ गर्छ। यसले उहाँलाई परमेश्वरको प्रिय पुत्र प्रमाणित गर्छ। बप्तिस्माले उहाँको मृत्यु र पुनरुत्थानको संकेत गर्छ। यसले उहाँलाई संसारको पाप हटाउने परमेश्वरको मेम्ना रूपमा प्रकट गर्छ। चौथो अध्यायले येशूको परीक्षा वर्णन गर्छ। यो एक महत्त्वपूर्ण क्षण थियो, जसले उहाँको पिताप्रतिको सिद्ध आज्ञाकारिता देखाउँछ। यो इस्राएलका मरुभूमिमा भएका असफलतासँग विरोधाभास राख्छ। शैतानमाथिको उहाँको विजयले पाप र मृत्युमाथिको उहाँको अन्तिम विजयलाई संकेत गर्छ। यस अध्यायले उहाँको गलिलीय सेवाको प्रारम्भलाई पनि चिन्ह लगाउँछ। उहाँले आफ्ना पहिलो चेलाहरू बोलाउनुहुन्छ र त्यहाँ राज्यको आगमन प्रचार गर्नुहुन्छ। 5औं देखि 7औं अध्यायहरू पर्वतको उपदेश बनाउँछन्। यो राज्यको नैतिकता सम्बन्धी परिभाषा दिने धार्मिक ग्रन्थ हो। यहाँ येशूले साँचो धार्मिकता वर्णन गर्नुहुन्छ। उहाँ बाह्य धर्मनिष्ठालाई आन्तरिक परिवर्तनसँग तुलना गर्नुहुन्छ।
धन्यताहरूले राज्यगुण भएका मानिसहरूको धन्यता प्रकट गर्छन्। प्रभुको प्रार्थनाले पितामाथि निर्भर रहन सिकाउँछ। ख्रीष्टको व्यवस्थाको व्याख्याले उहाँले दिव्य आज्ञाहरू पूरा गर्नुभएको देखाउँछ। अध्याय 8 र 9 येशूको अद्भुत शक्तिलाई प्रकट गर्छ, जसले रोग, प्रकृति, दुष्ट आत्माहरू र मृत्युमा समेत विजय प्राप्त गर्नुहुन्छ, उहाँको मसीही अधिकारको पुष्टि गर्दै। उहाँको परित्यक्तहरूको लागि करुणा र पाप क्षमा गर्ने उहाँको सामर्थ्यले उहाँलाई चिकित्सक र उद्धारकर्ता दुवै बनाउँछ। अध्याय 10 ले 12 प्रेरितहरूको नियुक्ति वर्णन गर्छ, जसलाई स्वर्गको राज्य प्रचार गर्ने कार्यका लागि तयार पारिएको थियो। येशूले तिनीहरूलाई इस्राएलका हराएका भेडाहरूलाई पहिला पुग्न आदेश दिनुहुन्छ, किनकि सुसमाचारको सन्देश परमेश्वरका चयनित जनताबाट सुरु हुनुपर्दछ अनि त्यसपछि सबै जातिहरूसम्म पुग्नुपर्छ। उहाँ तिनीहरूलाई सामना गर्नुपर्ने विरोधको बारेमा चेतावनी दिनुहुन्छ, भन्नुहुन्छ कि तिनीहरू सर्पझै बुद्धिमान र परेवालाई झै सरल हुनुपर्छ, किनभने तिनीहरूलाई सभा अगाडि ल्याइनेछ, सभाघरहरूमा पिटिनेछ र राजाहरू तथा शासकहरूका सामु उभ्याइनेछ। येशूले तिनीहरूलाई आश्वासन दिनुहुन्छ कि जब तिनीहरू अधिकारीहरूका अघि उभिनेछन्, तिनीहरूका वचन बोल्न तिनीहरूका पिताको आत्माले तिनीहरूलाई निर्देशन दिनेछ। उहाँ घोषणा गर्नुहुन्छ कि उहाँको आगमनले पृथ्वीमा विभाजन ल्याउनेछ, यहाँसम्म कि परिवारका सदस्यहरूले पनि एक अर्कालाई सुसमाचारको कारणले विरोध गर्नेछन्। चेलापनको मूल्य ठूलो छ, जसमा परिवारभन्दा पनि बढी पूर्ण समर्पण आवश्यक छ। जसले आफ्नो जीवन बचाउन खोज्छ उसले त्यो गुमाउनेछ, तर जसले मेरो निम्ति आफ्नो जीवन गुमाउँछ उसले नै त्यसलाई पाउनेछ। उहाँ वाचा गर्नुहुन्छ कि जसले उहाँका चेलाहरूलाई ग्रहण गर्छ उसले उहाँलाई ग्रहण गर्छ, र जसले उहाँलाई ग्रहण गर्छ उसले उहाँलाई पठाउने परमेश्वरलाई ग्रहण गर्छ, जसले उहाँका दूतहरूलाई दिएको दिव्य अधिकारलाई दर्शाउँछ। अध्याय 11 ले येशूलाई पुरानो करारका भविष्यवाणीकै परिपूर्ति रूपमा प्रस्तुत गर्छ, जसमा योना बप्तिस्मा दिने व्यक्तिले कारागारबाट पठाएका दूतहरूलाई उहाँले जवाफ दिनुहुन्छ। योना ख्रीष्टका अग्रदूत प्रश्न गर्नुहुन्छ कि येशू साँच्चै आउनुपर्ने उहाँ नै हुनुहुन्छ कि अर्को कसैलाई पर्खनु पर्नेछ। येशूले उहाँको अद्भुत कार्यहरूको उल्लेख गर्नुहुन्छ। अन्धाहरूले देख्छन्, लङ्गडाहरू हिँड्छन्, कुष्ठरोगीहरू शुद्ध गरिन्छन्, बहिराहरू सुन्छन्, मरेकाहरू जीवित गरिन्छन् र गरिबहरूलाई सुसमाचार सुनाइन्छ, जसले उहाँ नै मसीह हुनुहुन्छ भन्ने प्रमाण दिन्छ। उहाँले योनालाई स्त्रीबाट जन्मेका सबैभन्दा महान भनेर प्रशंसा गर्नुहुन्छ, तर घोषणा गर्नुहुन्छ कि स्वर्गको राज्यमा सबैभन्दा सानो व्यक्ति समेत उहाँभन्दा महान छ, जसले पुरानो करारबाट नयाँ करारमा भएको रूपान्तरणलाई दर्शाउँछ। येशूले कोराजिन, बेथसाइदा र कफरनाहुमका सहरहरूलाई उहाँका अद्भुत कार्यहरू देखे तापनि अविश्वास गरेका कारण निन्दा गर्नुहुन्छ र चेतावनी दिनुहुन्छ कि ती स्थानहरूको न्याय टायर, सिडोन र यहाँसम्म कि सदोमभन्दा पनि कठोर हुनेछ। त्यसपछि उहाँ पवित्र शास्त्रका सबैभन्दा करुणामय निमन्त्रणहरू मध्ये एक दिनुहुन्छ, थाकेका र भार वहन गरिरहेका सबैलाई उहाँमा आउनु भनी बोलाउनुहुन्छ। उहाँ आफूलाई कोमल र नम्र हृदय भएको भनेर वर्णन गर्नुहुन्छ र उहाँको जुवा सजिलो तथा भार हल्का रहेको बताउनुहुन्छ, जसले धार्मिक अगुवाहरूले लादेका भारी नियमहरूको तुलनामा उहाँको शासनको अनुग्रहपूर्ण स्वरूपलाई देखाउँछ। अध्याय 12 ले येशूको विरोधको वृद्धिलाई विशेष रूपमा सब्बात सम्बन्धी विषयहरूमा चित्रण गर्छ। फरिसीहरूले उहाँलाई सब्बात तोडेको आरोप लगाउँछन्, किनभने उहाँका चेलाहरूले खेत हुँदै हिँड्दा बालहरू टिपे। येशूले दाउदले परमेश्वरको मन्दिरको अर्पित रोटी खाएको उदाहरण दिनुहुन्छ र याजकहरूले सब्बातमा काम गरे तापनि निर्दोष ठहरिने कुरा उल्लेख गर्नुहुन्छ। उहाँ घोषणा गर्नुहुन्छ कि मन्दिरभन्दा महान उहाँ हुनुहुन्छ र आफू नै सब्बातका प्रभु हुनुहुन्छ, जसले व्यवस्थामाथिको उहाँको दिव्य अधिकार देखाउँछ। जब उहाँ सभाघरमा एउटा सुकेको हात भएको मानिसलाई निको पार्नुहुन्छ, फरिसीहरू उहाँलाई मार्ने योजना बनाउन थाल्छन्। येशू त्यहाँबाट हट्नुहुन्छ र यसरी यसैयाको त्यो भविष्यवाणी पूरा हुन्छ जसमा भनिएको छ कि सेवकले जातिहरूमा न्याय ल्याउनेछ। यस अध्यायले पवित्र आत्मा विरुद्धको निन्दाको पनि वर्णन गर्छ, जहाँ फरिसीहरूले येशूलाई बेएल्जेबुलको शक्तिद्वारा दुष्ट आत्माहरू निकाल्ने आरोप लगाउँछन्। येशूले चेतावनी दिनुहुन्छ कि यस्तो निन्दा कहिल्यै क्षमा गरिने छैन, किनभने यसले परमेश्वरको कामलाई शैतानको कार्य भनेर आरोप लगाउँछ। उहाँ भन्छन् कि रुखले यसको फलले चिनिन्छ, जसले मानिसको वचन उसको हृदयको अवस्था दर्शाउँछ। शास्त्रीहरू र फरिसीहरूले उहाँसँग चिन्ह माग्छन्, तर येशू भन्नुहुन्छ कि तिनीहरूलाई केवल योनाको चिन्ह मात्र दिइनेछ, जसले उहाँको मृत्युलाई सङ्केत गर्छ।
उहाँ आफ्नो साँचो परिवारलाई पुनः परिभाषित गर्नुहुन्छ, त्यो मात्र उहाँसँग रगतको नाता भएकाहरू नभई जो उहाँका पिताको इच्छा पूरा गर्छन्। अध्याय 13ले स्वर्गको राज्यका दृष्टान्तहरू समावेश गर्छ, जसले यसको रहस्यमय वृद्धिलाई दर्शाउँछ। येशूले बिउ छर्ने व्यक्तिको दृष्टान्त सिकाउनुहुन्छ, जसमा बिउ परमेश्वरको वचन हो र माटो विभिन्न प्रकारका मानिसहरूको हृदय हो। केही व्यक्तिहरू यसलाई हर्षसाथ ग्रहण गर्छन् तर दुःख आएपछि टाढा जान्छन्। केही संसारको चिन्तामा फस्छन् तर असल माटोमा उम्रिएको बिउ प्रशस्त फल फलाउँछ। उहाँले झारहरूको दृष्टान्त दिनुहुन्छ, जसमा स्वर्गको राज्य दुष्टतासँगै बढ्नेछ र अन्तिम न्यायमा धर्मीहरू परमेश्वरको खलिहानमा जम्मा गरिनेछन् तर दुष्टहरू आगोमा फालिनेछन्। सरस्पन्दाको बिउ र खमीरको दृष्टान्तहरूले राज्यको सानो सुरुवात र यसको अपरिहार्य विस्तार देखाउँछ। लुकेको धन र बहुमूल्य मोतीले राज्यको अतुलनीय मूल्यलाई दर्शाउँछ, जुन प्राप्त गर्नको लागि सबै कुरा त्याग्न योग्य छ। समुद्रमा फ्याँकिएको जालको दृष्टान्तले देखाउँछ कि युगको अन्त्यमा स्वर्गदूतहरूले धर्मीहरूलाई दुष्टहरूबाट छुट्याउनेछन्। येशू आफ्नो गृहनगर फर्किनुहुन्छ तर मानिसहरू उहाँलाई अस्वीकार गर्छन्, किनभने उनीहरू उहाँलाई केवल सामान्य मानिसकै रूपमा हेर्छन् र विश्वास गर्न अस्वीकार गर्छन् कि उनीहरूमध्येबाट कोही नै मसीह हुन सक्छ। अध्याय 14ले हेरोद अन्तिपासद्वारा योना बप्तिस्मा दिने व्यक्तिको वधको विवरण दिन्छ। हेरोदियसकी छोरीको अनुरोधले गर्दा हेरोदले योनाको टाउको काट्न आदेश दिन्छ। जब येशूले यो खबर सुन्नुहुन्छ, उहाँ एकान्त स्थानमा जानुहुन्छ तर भीड उहाँलाई पछ्याउँछ। करुणाले भरिएर उहाँले 5 रोटी र 2 माछाबाट 5000 पुरुष साथै महिलाहरू र बालबालिकाहरूलाई खुवाउनुहुन्छ, जसले उहाँको दिव्य प्रवधानलाई देखाउँछ। त्यस रात उहाँ पानीमा हिँडेर आफ्ना चेलाहरूको नाउँमा जानुहुन्छ, जसले आँधीको सामना गरिरहेका थिए। पत्रुस विश्वासका साथ पानीमा हिँड्न जान्छ, तर जब ऊ आफ्नो दृष्टि येशूबाट हटाउँछ, ऊ डुब्न थाल्छ। येशूले तुरुन्तै उसलाई समातेर उद्धार गर्नुहुन्छ, जसले अविचल विश्वासको आवश्यकता दर्शाउँछ। आँधी रोकिएपछि चेलाहरू उहाँलाई दण्डवत गर्दै घोषणा गर्छन्, तपाईँ साँच्चै परमेश्वरका पुत्र हुनुहुन्छ। अध्याय 15ले मानव परम्पराहरू र परमेश्वरका आज्ञाहरू बीचको भिन्नतालाई उजागर गर्छ। फरिसीहरूले येशूका चेलाहरूले आफ्ना हात नधोइकन भोजन गरिरहेको देखेर आरोप लगाउँछन्, तर येशूले तिनीहरूलाई जपार्नुहुन्छ, बताउनुहुन्छ कि तिनीहरूले आफ्ना परम्पराहरूले परमेश्वरका आज्ञाहरूलाई निष्क्रिय बनाएका छन्। उहाँ भन्नुहुन्छ कि मानिसलाई अपवित्र पार्ने कुरा बाहिरबाट आउने होइन, तर हृदयबाट निस्कने दुष्ट विचार, हत्या, व्यभिचार, चोरी, झुटा साक्षी र निन्दा यी कुराहरू हुन्। त्यसपछि एक कनानी महिलाले येशूलाई आफ्नी पुत्रीबाट दुष्ट आत्मा निकालिदिन अनुनय गर्छिन्। येशूले पहिला मौन रहनुहुन्छ, तर जब उनले आफ्नो विश्वासलाई दृढतासाथ व्यक्त गर्छिन्, उहाँले उनको निवेदन स्वीकार गर्नुहुन्छ र उनकी छोरीलाई चम्काइदिनुहुन्छ। यसले देखाउँछ कि परमेश्वरको राज्यका आशीर्वादहरू इस्रायल बाहिरका मानिसहरूलाई पनि उपलब्ध छन्। त्यसपछि येशूले 7 रोटी र केही साना माछाबाट 4000 मानिसहरूलाई खुवाउनुहुन्छ, उहाँको अनन्त प्रवधानलाई पुनः देखाउँदै। अध्याय 16ले एक महत्त्वपूर्ण क्षण ल्याउँछ, जहाँ पत्रुसले येशूलाई ख्रीष्ट जीवित परमेश्वरको पुत्र भनेर स्वीकार गर्छ। येशूले पत्रुसलाई आशिष दिनुहुन्छ र भन्नुहुन्छ कि उहाँको चर्च यही स्वीकारोक्तिमा निर्माण गरिनेछ र नर्कका द्वारहरूले यसलाई पराजित गर्न सक्दैनन्। तर जब येशू आफ्नो मृत्यु र पुनरुत्थानको भविष्यवाणी गर्नुहुन्छ, पत्रुसले उहाँलाई रोक्ने प्रयास गर्छ, जसमा येशूले पत्रुसलाई डाँट्दै भन्नुहुन्छ, मेरो पछि हट शैतान। उहाँले बताउनुहुन्छ कि उहाँको मिसन महिमामा प्रवेश गर्नुअघि दुखाइ र बलिदानलाई समेट्दछ। उहाँ आफ्ना चेलाहरूलाई भन्नुहुन्छ कि जसले उहाँलाई पछ्याउन चाहन्छ उसले आफ्नो क्रुस उठाउनुपर्छ, किनकि जसले आफ्नो जीवन बचाउन खोज्छ उसले त्यो गुमाउनेछ, तर जसले मेरो निम्ति आफ्नो जीवन गुमाउँछ उसले नै त्यसलाई पाउनेछ। अध्याय 17मा येशूको रूपान्तरण वर्णन गरिन्छ, जहाँ पत्रुस, याकुब र योनाको अगाडि उहाँको दिव्य महिमा प्रकट हुन्छ। मूसा र एलिया उहाँसँग देखिन्छन्, जसले व्यवस्था र भविष्यवाणीको परिपूर्ति भएको देखाउँछ। त्यसपछि एक स्वर्गीय आवाज आउँछ, यो मेरो प्रिय पुत्र हो, जसबाट म अत्यन्तै प्रसन्न छु। तिनीहरूले उहाँको कुरा सुन्नु। पर्वतबाट तल आउँदा येशूले आफ्ना चेलाहरूलाई एक केटालाई निको पार्नुहुन्छ, जसलाई दुष्ट आत्माले ग्रस्त तुल्याएको थियो, जबकि अन्य चेलाहरूले निको पार्न असफल भएका थिए। उहाँले उनीहरूको अविश्वासलाई डाक्नुहुन्छ, बताउनुहुन्छ कि साँचो विश्वासले पर्वतहरू सार्न सक्छ।
उहाँ फेरि आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ, भन्नुहुन्छ कि मानव पुत्र मानिसहरूको हातमा समर्पित गरिनेछ। जब उहाँसँग मन्दिर कर तिर्ने बारे सोधिन्छ, उहाँले पत्रुसलाई एउटा माछाको मुखमा सिक्का भेट्न भन्नुहुन्छ, जसले उहाँको सार्वभौमत्व देखाउँछ। अध्याय 14 आरम्भ हुन्छ यूहन्ना बप्तिस्मको वधद्वारा। हेरोद अन्तिपास हेरोदियसकी पुत्रीको प्रभावद्वारा यूहन्नाको शिरच्छेदन गराउँछ। यो सुनेर येशू एकान्त स्थानमा जानुहुन्छ। भीड उहाँलाई पछ्याउँछ। उहाँ दयावान हुनुहुन्छ र 5000 पुरुषहरूलाई साथै नारीहरू र बालबालिकाहरूलाई भोजन दिनुहुन्छ। उहाँ 5 रोटी र 2 माछाको प्रयोग गर्नुहुन्छ, आफ्नो दिव्य शक्ति देखाउनुहुन्छ। त्यही रात उहाँ जलमाथि हिँडेर हावासँग सङ्घर्ष गरिरहेका आफ्ना शिष्यहरू कहाँ पुग्नुहुन्छ। पेत्रुस विश्वासमा बाहिर निस्कन्छ, तर येशूबाट दृष्टि हटाउँदा डुब्न थाल्छ। यसले प्रभुप्रति विश्वासको आवश्यकता दर्शाउँछ। येशू उहाँलाई बचाउनुहुन्छ र आदि शान्त पार्नुहुन्छ। शिष्यहरू उहाँलाई आराधना गर्दछन्, भन्दै निश्चित रूपमा तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ। अध्याय 15 मानव परम्पराहरू र परमेश्वरका आज्ञाहरू बीचको विरोध दर्शाउँछ। फरिसीहरूले येशूका शिष्यहरूलाई हात नधोएको आरोप लगाउँछन्। येशू तिनीहरूलाई परमेश्वरका आज्ञाहरू परम्पराका लागि तिलाञ्जली दिएकोमा तिरस्कार गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, मानिसलाई अशुद्ध बनाउने कुरा मुखबाट होइन, हृदयबाट निस्कन्छ। दुष्ट विचार, हत्या, व्यभिचार, चोरी, मिथ्या साक्ष्य र निन्दा अशुद्ध बनाउँछ। एक कनानी स्त्री महान विश्वास देखाउँछे। ऊ आफ्नी दुष्टात्माद्वारा ग्रस्त छोरीलाई निको पार्न येशूलाई बिन्ती गर्छे। उहाँ मौन रहँदा पनि येशू उसको विश्वासको प्रशंसा गर्नुहुन्छ र उसको याचना पूरा गर्नुहुन्छ। यसले देखाउँछ कि राज्यको आशिष इस्राएल बाहिर पनि विस्तार हुन्छ। येशू 7 रोटी र थोरै माछाद्वारा 4000लाई भोजन दिनुहुन्छ। पुनः उहाँले भीडका लागि प्रदान गर्ने आफ्नो शक्ति देखाउनुहुन्छ। अध्याय 16 महत्त्वपूर्ण क्षण हो। पेत्रुस भन्छ, येशू ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरका पुत्र। येशू उहाँलाई आशिष दिनुहुन्छ। उहाँ भन्नुहुन्छ, उहाँ आफ्नो मण्डली यो शिलामा निर्माण गर्नुहुनेछ, ख्रीष्टको स्वीकारोक्तिमा। अधोलोकका द्वारहरूले यसलाई पराजित गर्न सक्दैनन्। त्यसपछि येशू आफ्ना मृत्यु र पुनरुत्थानको भविष्यवाणी गर्नुहुन्छ। पेत्रुस उहाँसित विवाद गर्छ। येशू भन्छन्, मेरो पछाडि हट शैतान, उहाँको मिसन महिमा अघि दुःख भोग्नु हो। उहाँ आफ्ना शिष्यहरूलाई क्रुस बोकेर उहाँलाई पछ्याउन बोलाउनुहुन्छ। जसले उहाँको निम्ति आफ्नो जीवन गुमाउँछ, त्यसले नै त्यसलाई पाउनेछ। अध्याय 17 रूपान्तरणको वर्णन गर्दछ। येशू आफ्ना दिव्य तेज पेत्रुस, याकुब र यूहन्नालाई देखाउनुहुन्छ। उहाँसँग मोसा र एलियास रहनुहुन्छ, जसले व्यवस्था र अगमवक्ताहरू पूरा भएको देखाउँछ। स्वर्गबाट आवाज आउँछ, यो मेरो प्रिय पुत्र हो, म उहाँमा प्रसन्न छु। उहाँको कुरा सुन। येशू पहाडबाट ओर्लनुहुन्छ र एक बालकलाई निको पार्नुहुन्छ। बालकमाथि दुष्टात्मा थियो, तर शिष्यहरूले त्यसलाई निको पार्न सकेनन्। येशू तिनीहरूको विश्वासको कमीलाई तिरस्कार गर्नुहुन्छ। उहाँ पुनः भन्नुहुन्छ, उहाँ मर्नुहुनेछ र फेरि बौडिनुहुनेछ। मानव पुत्र मानिसहरूको हातमा सुम्पिनेछ। मानिसहरू मन्दिर कर तिर्ने बारे सोध्छन्। येशू पेत्रुसलाई माछाको मुखबाट मुद्रा निकाल्न भन्नुहुन्छ, आफ्नो सर्वशक्तिमान सामर्थ्य देखाउनुहुन्छ। 18औं अध्याय नम्रता, क्षमाशीलता र राज्यको सम्बन्धको स्वभावलाई जोड दिन्छ। चेलाहरू सोध्छन् कि राज्यमा सबैभन्दा महान को हो, र येशू एक साना बालकलाई उनीहरूका अघि राखी सिकाउनुहुन्छ कि साँचो महानता नम्रताको माध्यमबाट आउँछ। उहाँ साना बालबालिकालाई ठेस पुर्याउने विरुद्ध चेतावनी दिनुहुन्छ र हराएको भेडाको दृष्टान्त सिकाउनुहुन्छ, जसले पापीप्रति परमेश्वरको हृदय देखाउँछ। उहाँले मण्डली अनुशासन र मेलमिलापको आवश्यकता बारे निर्देशन दिनुहुन्छ। पत्रुसले सोध्छन् कि ऊ कति पटक क्षमा गर्नुपर्छ, र येशू उत्तर दिनुहुन्छ, 70 चोटि 7, जसले असीमित क्षमाशीलता सिकाउँछ। त्यसपछि उहाँले अक्षमाशील दासको दृष्टान्त सुनाउनुहुन्छ, जसले चेतावनी दिन्छ कि जो क्षमा गर्न अस्वीकार गर्छ, उसले परमेश्वरबाट क्षमा प्राप्त गर्ने छैन। 19औं अध्यायमा येशू गालिलबाट प्रस्थान गरी यर्दन पारी यहुदियाको भूभागमा जानुहुन्छ, जहाँ ठूलो भीड उहाँलाई पछ्याउँछ र उहाँले तिनीहरूलाई निको पार्नुहुन्छ। फरिसीहरू उहाँ कहाँ आएर उहाँलाई जाँच गर्न खोज्छन् र विवाह विच्छेदको विषयमा सोध्छन्।
तिनीहरूले सोध्छन् कि कुनै पनि कारणले मानिसले आफ्नो पत्नीलाई परित्याग गर्न मिल्छ कि मिल्दैन, किनभने तिनीहरू उहाँलाई धर्मशास्त्रीय विवादमा फसाउन चाहन्थे। येशू तिनीहरूलाई उत्पत्तिको पद उद्धृत गर्दै परमेश्वरको मूल डिजाइनतर्फ फर्काउनुभयो। सृष्टिको प्रारम्भदेखि उहाँले तिनीहरूलाई नर र नारीको रूपमा सिर्जना गर्नुभयो र यसकारण मानिसले आफ्नो बाबु र आमालाई छोडी आफ्नी पत्नीसँग मिल्नेछ र दुवै एक शरीर हुनेछन्। उहाँले घोषणा गर्नुहुन्छ कि परमेश्वरले जुन चिजलाई जोड्नु भएको छ मानिसले त्यसलाई अलग गर्नु हुँदैन, विवाहको पवित्रता र स्थायित्वलाई पुष्टि गर्दै। जब तिनीहरूले सोध्छन् कि मूसाले विवाह विच्छेद किन अनुमति दिए, उहाँले स्पष्ट पार्नुहुन्छ कि त्यो तिनीहरूको कठोर मनका कारणले थियो, तर प्रारम्भदेखि त्यस्तो थिएन। उहाँले सिकाउनुहुन्छ कि व्यभिचार बाहेक अन्य कुनै कारणले गरिएको विवाह विच्छेद र पुनः विवाह व्यभिचार ठहरिन्छ। उहाँका चेलाहरू उहाँको कठोर शिक्षाबाट अचम्मित भएर भन्छन्, यदि यस्तो हो भने विवाह नगर्नु नै बेस हुन्छ। येशू स्वीकार गर्नुहुन्छ कि सबैले यो शिक्षा ग्रहण गर्न सक्दैनन्, किनभने केही मानिसहरू स्वर्गको राज्यको निम्ति अविवाहित रहन बोलाइएका छन्। केही समयपछि मानिसहरू साना बालबालिकालाई येशू कहाँ ल्याउँछन् ताकि उहाँ तिनीहरूलाई आशिष दिन सकुन्, तर चेलाहरू तिनीहरूलाई झर्किन्छन्। तर येशू बालबालिकालाई स्वागत गर्नुहुन्छ र घोषणा गर्नुहुन्छ कि स्वर्गको राज्य यस्तै मानिसहरूको लागि हो। एक धनी जवान शासक येशू कहाँ आएर सोध्छ कि उसले अनन्त जीवन प्राप्त गर्न के गर्नुपर्छ। येशू उसलाई पहिले आज्ञाहरू पालन गर्न निर्देशन दिनुहुन्छ, तर जवान मानिसले जवाफ दिन्छ कि उसले आफ्नै युवावस्थादेखि नै सबै आज्ञाहरू पालन गरिसकेको छ। तब येशू भनिदिनुहुन्छ कि यदि ऊ सिद्ध हुन चाहन्छ भने उसले आफ्ना सबै सम्पत्तिहरू बेच्नुपर्छ, गरिबलाई दिनुपर्छ र उहाँलाई पछ्याउनुपर्छ। त्यो मानिस दुखित हुँदै जान्छ किनभने ऊ धेरै धनी थियो। तब येशूले आफ्ना चेलाहरूलाई चेतावनी दिनुहुन्छ कि एक धनी मानिसले परमेश्वरको राज्यमा प्रवेश गर्न ऊँटले सियोको पालबाट जानुभन्दा कठिन हुन्छ। चेलाहरू अचम्ममा परि सोध्छन्, त्यसो भएको बचाइनेछ? अनि येशू उत्तर दिनुहुन्छ, मानिसको निम्ति यो असम्भव छ, तर परमेश्वरसँग सबै कुरा सम्भव छन्। पत्रुसले सोध्छ, हामीले सबै कुरा छोडेर तपाईलाई पछ्यायौं, त्यसो भए हाम्रो लागि के हुनेछ? अनि येशू प्रतिज्ञा दिनुहुन्छ कि नयाँ सृष्टिमा तिनीहरू 12 सिंहासनमा बस्नेछन् र इस्राएलका 12 गोत्रहरूलाई न्याय गर्नेछन्। उहाँले आश्वासन दिनुहुन्छ कि जसले उहाँको निम्ति घर, दाजुभाइ, दिदी बहिनी, बाबु आमा, छोराछोरी वा भूमि छोडेका छन् तिनीहरूले 100 गुणा प्राप्त गर्नेछन् र अनन्त जीवन उत्तराधिकार पाउनेछन्। उहाँले निष्कर्ष निकाल्दै भन्नुहुन्छ, धेरैजसो जो पहिलो छन् तिनीहरू पछिल्लो हुनेछन् र जो पछिल्लो छन् तिनीहरू पहिलो हुनेछन्। 20औं अध्याय दाखबारीका श्रमिकहरूको दृष्टान्तबाट सुरु हुन्छ, जसले परमेश्वरको अनुग्रहको उदारतालाई चित्रण गर्दछ। एउटा मालिकले दिनभरि विभिन्न समयमा मजदुरहरूलाई काममा राख्छ, तर अन्त्यमा तिनीहरू सबैलाई समान ज्याला दिन्छ। बिहानैदेखि काम गरेका मानिसहरू गुनासो गर्छन्, तर मालिक सम्झाउँछ कि उसले उनीहरूसँग जुन सहमति गरेको थियो त्यो नै दिएको छ र उसलाई अरूहरूसँग उद्धार हुन पाउने अधिकार छ। यस दृष्टान्तले देखाउँछ कि उद्धार मानिसको योग्यता वा श्रमद्वारा प्राप्त हुँदैन, तर परमेश्वरको अनुग्रहद्वारा प्रदान गरिन्छ। येशूले आफ्नो मृत्युदेखि पुनरुत्थान तेस्रो पटक भविष्यवाणी गर्नुहुन्छ, जोड दिँदै कि उहाँ प्रमुख याजकहरू र शास्त्रीहरूका हातमा सुम्पिनुहुनेछ, उहाँलाई मृत्युदण्ड दिइनेछ, अपमान गरिनेछ, कोर्रा हानिनेछ र क्रुसमा चढाइनेछ, तर तेस्रो दिन उहाँ फेरि बिउजनुहुनेछ। 20औं पहिलो अध्यायमा येशू विजयी रूपमा यरुशलेम प्रवेश गर्नुहुन्छ, जसले जकरियाको भविष्यवाणी पूरा गर्छ कि राजा गधा चढेर आउनुहुनेछ। भीडले उहाँका लागि आफ्ना लुगा ओछ्याउँछ, खजुरका हाँगा हल्लाउँदै भन्छन्, दाउदका सन्तानलाई होसन्ना, प्रभुको नाममा आउनेलाई धन्य छ। येशू मन्दिरमा पसी व्यापारीहरूलाई बाहिर निकाल्नुहुन्छ र भन्नुहुन्छ, मेरो घर प्रार्थनाको घर भनेर चिनिनु पर्ने हो, तर तिनीहरूले यसलाई डाकाहरूको ओडार बनायो। दृष्टिविहीन र लङ्गडाहरू उहाँ कहाँ आउँछन् र उहाँले तिनीहरूलाई निको पार्नुहुन्छ, तर प्रधान याजकहरू र शास्त्रीहरू रिसाउँछन्। येशूका शिक्षाले धार्मिक अगुवाहरूलाई चुनौती दिन्छ, कर तिर्ने प्रश्नबाट लिएर पुनरुत्थान र ठूला आज्ञाहरूको चर्चा गर्नेसम्म। उहाँले शास्त्रीहरू र फरिसीहरूको कपटपूर्ण व्यवहारको निन्दा गर्नुहुन्छ, जसले भारी बोझ त अरूलाई दिन्छन् तर आफैले त्यसलाई छुँदैनन्। उहाँले यरुशलेमको लागि शोक व्यक्त गर्नुहुन्छ, घोषणा गर्नुहुन्छ कि उहाँले तिनीहरूलाई चरा आफ्ना चल्लाहरूलाई जोगाएझै जोगाउन चाहनुहुन्थ्यो, तर तिनीहरूले अस्वीकार गरे। 23औं अध्यायमा येशूले शास्त्रीहरू र फरिसीहरूका विरुद्ध कठोर निन्दा गर्नुहुन्छ।
उहाँ तिनीहरूको कपटको पर्दाफास गर्दै भन्नुहुन्छ कि तिनीहरूले अरूलाई भारी नियमहरूको बोझ थोपर्छन् तर आफैले तिनलाई छुन्ने पनि गर्दैनन्। तिनीहरू सम्मानका स्थानहरू खोज्छन् र गुरु बनिन चाहन्छन् तर येशूले सिकाउनुहुन्छ कि तिनीहरू सबै बराबर छन् र सबैभन्दा महान व्यक्ति सेवक हुनुपर्छ। उहाँले 7वटा धिक्कार छ भन्नुहुन्छ जसमा उहाँले तिनीहरूको धार्मिक प्रपञ्च, अन्याय, लोभ र आत्मधार्मिकताको आलोचना गर्नुहुन्छ। उहाँ भन्दिनुहुन्छ कि तिनीहरू सेतो धोएका चिहानहरू जस्तै हुन्, बाहिरबाट सफा देखिए पनि भित्रबाट मरेका हाडहरूले भरिएको। उहाँले भविष्यवाणी गर्नुहुन्छ कि यरुशलेमले भविष्यवक्ताहरूलाई मार्नेछ र उहाँ त्यस सहरलाई प्रेमपूर्वक पुकार्दै भन्नुहुन्छ कि उहाँले तिनीहरूलाई कति पटक आफ्ना पखेटा मुनि समेट्न चाहनुहुन्थ्यो तर तिनीहरूले अस्वीकार गरे। 24औं अध्यायमा येशूले यरुशलेमको मन्दिरको विनाश र अन्तिम दिनहरूको चिन्हहरूबारे भविष्यवाणी गर्नुहुन्छ। उहाँका चेलाहरू उहाँ कहाँ आएर सोध्छन् कि यी कुराहरू कहिले हुनेछन् र उहाँले तिनीहरूलाई झुट्टा मसीहहरू, युद्धहरू, भूकम्पहरू र सतावटका चेतावनी दिनुहुन्छ। उहाँ भन्नुहुन्छ कि धेरै मानिसहरू विश्वासबाट टाढिनेछन्, धेरै झुट्टा अगुवाहरू उठ्नेछन् तर जो अन्त्यसम्म धैर्य गर्छ ऊ बचाइनेछ। उहाँले महान सङ्कटको बारेमा बताउनुहुन्छ जब अभिशप्त वस्तु पवित्र स्थानमा खडा हुनेछ र मानिसहरू भाग्नुपर्नेछ। सूर्य अँध्यारो हुनेछ, तारा खस्नेछन् र त्यसपछि मानिसको पुत्रको सङ्केत आकाशमा देखिनेछ। उहाँ भन्नुहुन्छ कि उहाँ बादलमा शक्ति र महिमासहित आउनुहुनेछ र उहाँका स्वर्गदूतहरूले चुन्नेहरूलाई चारैतिरबाट जम्मा गर्नेछन्। उहाँले अन्जीरको रुखको दृष्टान्त दिनुहुन्छ जसले अन्त्यको समय नजिकिएको सङ्केत दिन्छ। उहाँ भन्नुहुन्छ कि स्वर्ग र पृथ्वी टर्नेछ तर उहाँका वचनहरू कहिल्यै टर्ने छैनन्। 25औं अध्यायमा येशूले अन्त्य दिनको तयारीबारे 3 दृष्टान्त दिनुहुन्छ। पहिलो दृष्टान्त 10 कन्याहरूको छ जसमा 5 बुद्धिमान र 5 मूर्ख हुन्छन्। बुद्धिमानहरूले आफ्नो तेल तयार राख्छन् तर मूर्खहरूले गर्दैनन् र जब दुलहा आउँछ मूर्खहरू बाहिर रहन्छन्। उहाँ भन्नुहुन्छ सजग रह किनभने तिमीहरूले दिन वा घडी जान्दैनौ। दोस्रो दृष्टान्त प्रतिभाहरूको छ जसमा एक मालिकले आफ्ना सेवकहरूलाई विभिन्न मात्रा दिइजान्छ। जसले सो प्रतिभाहरू उपयोग गर्छ उसले बढी पाउँछ तर जसले आफ्नो प्रतिभा गाड्छ त्यसलाई निकालेर अरूलाई दिइन्छ। तेस्रो दृष्टान्त भेडा र बाख्राको छ जहाँ मानिसको पुत्रले न्याय गर्नेछन्। भेडाहरू धर्मीहरू उहाँको दायाँ राखिनेछन् र अनन्त जीवन प्राप्त गर्नेछन् तर बाख्राहरू दुष्टहरू बायाँ राखिनेछन् र अनन्त सजायमा जानेछन्। 26औं अध्यायमा येशूले आफ्नो क्रुसमा चढाइने भविष्यवाणी गर्नुहुन्छ। प्रधान याजकहरू र महायाजकहरू येशूलाई कसरी मार्ने भन्ने छलफल गर्छन्। यसैबीच एक स्त्रीले बहुमूल्य अत्तर लिएर येशूको टाउकोमा खन्याउँछिन् जसलाई केही चेलाहरूले अपव्यय ठान्छन् तर येशूले भन्नुहुन्छ कि यो उहाँको गाडाइको लागि गरिएको थियो। यहुदा इस्करियोती प्रमुख याजकहरूसँग येशूलाई धोका दिन 30 चाँदीका मुद्रामा सम्झौता गर्छ। येशू र उहाँका चेलाहरू पास्का भोज खान बस्नुहुन्छ र उहाँ घोषणा गर्नुहुन्छ कि तिनीहरूमध्ये एकले उहाँलाई धोका दिनेछ। येशूले रोटी लिनुहुन्छ, धन्यवाद दिनुहुन्छ, टुक्राउनुहुन्छ र भन्नुहुन्छ यसलाई खाऊ, यो मेरो शरीर हो। त्यसपछि उहाँले बर्तन लिनुहुन्छ, धन्यवाद दिनुहुन्छ र भन्नुहुन्छ यसलाई सबैले पिऊ किनभने यो मेरो रगत हो जुन धेरैका लागि छुटकाराको लागि बगाइन्छ। त्यसपछि उहाँ गेत्सेमाने बगैँचामा जानुहुन्छ जहाँ उहाँ पीडामा हुनुहुन्छ र प्रार्थना गर्नुहुन्छ, हे पिता यदि सम्भव छ भने यो बटुको मलाइबाट टारिदेऊ। तर उहाँ आत्मसमर्पण गर्दै भन्नुहुन्छ तर मेरो इच्छा होइन तिम्रो इच्छा पूरा होस्। यसैबीच यहुदा सैनिकहरूलाई लिएर आउँछ र येशूलाई चुम्बन दिएर धोका दिन्छ। तिनीहरूले येशूलाई पक्राउ गर्छन् र प्रधान याजक काइफाको घरमा लैजान्छन्। पेत्रुस उहाँलाई पछ्याउँछन् तर मानिसहरूले उनलाई सोध्दा उनले येशूलाई चिनेको अस्वीकार गर्छन्। तेस्रो पटक अस्वीकार गरेपछि गयो बसिरुन्छन्। प्रधान याजकहरूले येशूलाई पिलातुसकहाँ लैजान्छन् जसले उहाँलाई दोषी ठहर्याउन चाहदैनन् तर भीड उहाँलाई क्रुसमा ठोक भन्दै कराउँछ। अन्ततः पिलातुसले तिनीहरूको माग स्वीकार्छन् र येशूलाई क्रुसमा ठोक्न आदेश दिन्छन्। 27औं अध्यायमा येशूलाई सैनिकहरूले कोर्रा हान्छन्, अपमान गर्छन् र काँडाको मुकुट पहिराउँछन्। उहाँलाई क्रुसमा ठोकिनुहुन्छ र उहाँका छेउमा 2 डाकुहरू क्रुसमा ठोकिन्छन्। मध्याह्नदेखि अपराह्नसम्म अन्धकार छाउँछ। येशू ठूलो स्वरमा कराउनुहुन्छ, हे मेरो परमेश्वर किन मलाई छोड्नुभयो। त्यसपछि उहाँ आफ्नो आत्मा त्याग्नुहुन्छ।
त्यसैबेला मन्दिरको पर्दा माथिदेखि तलसम्म च्यातिन्छ, भुइँचालो जान्छ, चिहानहरू खुल्छन् र मृतकहरू बिउजिन्छन्। शतपति अफिसरले यस देखेर भन्नुहुन्छ, निश्चित रूपले उहाँ परमेश्वरका पुत्र हुनुहुन्थ्यो। युसुफ अरिमथियाले येशूको शवलाई आफैको नयाँ चिहानमा गाड्छन् र महायाजकहरूले सैनिकहरूलाई पहरामा बसाल्छन् ताकि कोही उहाँलाई चोर्न नसकोस्। 28औं अध्यायमा हप्ताको पहिलो दिन बिहानै मरियम मग्दलिनी र अर्को मरियम चिहान हेर्न जान्छन्। भूकम्प आउँछ र एक स्वर्गदूत ओर्लेर चिहानको ढुङ्गा हटाउँछ। स्वर्गदूत भन्छ, उहाँ यहाँ हुनुहुन्न, उहाँ जिउँदै हुनुहुन्छ जस्तै उहाँले भन्नुभएको थियो। महिलाहरू दौडेर चेलाहरूलाई खबर दिन जान्छन्, तर बाटोमा येशू तिनीहरूलाई भेट्नुहुन्छ। उहाँ भन्नुहुन्छ, नडराऊ, मेरो चेलाहरूलाई गालिल जान भन, त्यहाँ तिनीहरूले मलाई देख्नेछन्। प्रिय प्रभु येशू मसीहका प्रियजनहरू, म आशा गर्दछु कि तपाईँले मत्तीको सुसमाचारको यो पृष्ठभूमि अध्ययनको आनन्द लिनुभएको छ। यदि तपाईँ मत्तीको सुसमाचारको प्रत्येक अध्याय अन्वेषण गर्न चाहनुहुन्छ भने अब यस च्यानलमा सदस्यता लिनुहोस् र सूचनाका घण्टीको आइकन थिच्नुहोस् ताकि तपाईँलाई उहाँको वचनलाई जान्नको लागि यो परमेश्वरले दिएको अवसर छुट्न नहोस्। आउनुहोस्, हामी कृतज्ञ हृदयका साथ प्रार्थना गरौँ। कृपालु र माया गर्ने पिता, हामी मत्तीको सुसमाचार मार्फत प्रकट भएको सत्यको लागि तपाईँलाई सबै महिम र स्तुति दिन्छौँ। हामीलाई तपाईँको वचनका यी पवित्र पृष्ठहरूमा तपाईँको प्रतिज्ञाहरूको पूरा हुनु, तपाईँको पुत्रको महिमा र विश्वासमा उहाँलाई पछ्याउने आह्वानको साक्षी बनाउनु भएकोमा धन्यवाद। हामी मसीहको मायाको गहिराई, उहाँको बलिदानको शक्ति र उहाँको पुनरुत्थानको विजयमा विनम्र छौँ। प्रभु, यस अध्ययनले हाम्रो जीवनमा फल दिनुहोस् ताकि हामी केवल वचनका सुन्ने मात्र होइन, वचनका पालन गर्ने र तपाईँको सत्यको प्रकाशमा हिँड्ने बनौँ। हामीलाई विश्वासयोग्य चेला रूपमा जीवित रहनको लागि बल दिनुहोस् र उद्धारको शुभ समाचारलाई सबैलाई प्रचार गर्नुहोस् जसले सुन्नेछ। तपाईँको उपस्थिति हामीसँग होस् जब हामी तपाईँलाई खोज्न जारी राख्छौँ र हाम्रो प्रभु येशू मसीहको कृपा सधैँ हामीसँग होस्। उहाँको शक्तिशाली र मूल्यवान नाममा हामी प्रार्थना गर्दछौँ। आमेन।